सो हेलो एन्ड दर्शन नमस्ते सबैजनालाई तपाईहरु सन्चै म एकदमै आरामै छु। आज हामी यता नयाँ ठाउँमा आएको छु हैन, खैरी पार्क भन्ने ठाउँमा। तर यहाँ गेटै पत्ता लगाउन सकेन कता पडी हो। अब हिँड्दै जाउँ। अनि दामी पाराले यहाँ चाहिँ हैन, अब चाइनिजको चाहिँ यो पुरै चियान घारी रहेछ, खास केही छैन। दामी देखाइदियो लोकेसनको भरमा आएको। पानी लाने यहाँबाट रहेछ ल, यसले चाहिँ पानी पुराउने होला क्या माथि। के हो यो पुरै? तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला, पुरानो हुन्छ भने एकचोटी चेक गरेर बेल आइकन दबाइदिनु होला। यस्तै छ लट नम्बर 12 रे। के हो यो त पुरै चियान घारी पो छ त हो केटा हो। भित्र चाहिँ कता भन्ने कुरा हो है। उता त्यहाँनिर पुरानो उहरू देख्यो। अब यता ल हुन्छ पुरो यो चाहिँ चाइनिजको चियान रहेछ। तर ठाउँ चाहिँ दामी फर्स्ट टाइम आएको कारणले होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ आज नयाँ ठाउँमा आएको छु। कस्तो लाग्छ भिडियोलाई कमेन्ट गर्नु होला है। अब त तिमी अगाडि आऊ न बोल्नलाई। मलाई अगाडि। सो मौसम चाहिँ जस दामी छ। नयाँ ठाउँ घुम्न आएको, फर्स्ट टाइम आएको, त्यो भएर कहाँनिर के घुम्ने भन्ने थाहा छैन। हेर्दैछु अब अहिले थाहा भइहाल्छ कस्तो ठाउँमा जाँदैछु भनेर। सो देख्न सक्नुहुन्छ यहाँको भ्यूज पुरै तपाईँहरूले होइन। यो चाहिँ पुरै हुन्छ नि यस्तो दामी ठाउँ के होइन। भवा लाग्यो आज मौसम पनि ठिक टाइममा हुन्छ नि, दामी छ होला। देख्न सक्नुहुन्छ तपाईँहरूले मजाको होइन एकदम। सो हामी तीनजना साथीहरू आएको। तीनजना साथीहरू एउटा यहाँ झापे भाइ, एउटा म अनि शिवा भाइ चाहिँ भिडियो गर्दैछौँ। अहिले देख्छ फेसमा आउँछ क्यामेरामा। सो मलाई चाहिँ एउटा विशेष गरी यही भिडियोबाट भन्न चाहे, एउटा दुईजना काम गर्ने मान्छे चाहिएको छ जसको तलब चाहिँ RS 15,000 म दिनेछु। काम म अहिले भन्छु नि। टक्कलार देख्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूले। यो चाहिँ टक्कलार यो पुरै मोबाइलबाट अब साथीहरू जति ग्रुप छ नभए त हिँड्ने उ गर्ने हो। ल शिवा भाइ यहाँ छ, झबे भाइ यहाँ छ, दुई भाइ। आज तिम्रो गर्लफ्रेन्डले देख्छ। शिवा भाइलाई देखा भन्दै ल के भन्न चाहन्छु होला? भन्ने हो न। सुनिन्छ नि त। ल होइन म बोल्दिनँ। के भन्न चाहन्छ होला? म केही पनि बोल्दिनँ। गाडी हिँड्नु यता एउटा। अब त्यही हो, भ्यू चाहिँ दामी छ तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँ फर्स्ट टाइम आएको हो। लगाडा देखा है चारैतिर मजाले। उल्टे मारेर गाडेर तिमीलाई त्यो माथि जान त डर लाग्यो कि मान्छे कोही पनि छैन। डर त के लाउनु, त्यो घुम्न त दिइहाल्छ हामीलाई होइन। होइन हामीलाई जान दिन्छ। तर कति बज्यो जाने हो त पहिला। सो तपाईँहरू मलेसियामा हुनुहुन्छ भने, यता सेलेङ्गरी एरियामा हुनुहुन्छ भने तपाईँहरू आएर यहाँ घुम्न सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। मलाई पनि यो साथीहरू आएर छ, साथीहरूबाट लोकेसन मागेर अनि लोकेसन आएको फर्स्ट टाइम आएको। त्यो भएर नि यसो अलमल चाहिँ ल्याइरहेछ कतापट्टि हो भन्ने कुरो चाहिँ अलिक उ भएन। ल देख्न सक्नुहुन्छ। सकेसम्म हामी आज यो माथि पहाड रहेछ त्यहाँ चढ्दैछौँ, पहाड जस्तै होइन। तर दामी छ है ठाउँ चाहिँ, जसले जे भने पनि। ल बहिनीले सधैँ भाइको पनि यसो फेस देख्नु पर्यो भन्थ्यो होइन। फेस आज देखाइदिएको छ भाइसँग। आज चाहिँ भोलि छुट्टी भएको कारणले त अलि नयाँ ठाउँमा आएको। ठाउँ चाहिँ
अनि देख्न सक्नुहुन्छ आज शिव भाइलाई देखेन भन्दै थियो अरे होइन, आज देख्न सक्नुहुन्छ है त। ल टक्क लाएर चारैतिर मजाले स्लोले टक्क लाएर आज हामी नयाँ ठाउँमा आएको छु। सो देख्न सक्नुहुन्छ मजाको भ्यू चाहिँ तपाईँहरूले होइन। एकछिन टुक्क लाएर हेरेर आउँदा मान्छेहरू रहेछ के रहेछ सरर ल जाउँ न। हामीलाई टक्क लाएर देख्न सक्नुहुन्छ हामी चाहिँ मजाले यतातिर छौँ है। ल देख्न सक्नुहुन्छ माथि के हो भने पानी पोखरीहरू त यहाँ रहेछ। जाउँ त दुईजना एकचोटि के रहेछ। ल जाउँ न मन जान्छु। ल यो माथि छिर्न दिन्छ दिएन त्यो चाहिँ थाहा छैन। ल सरारा यो चाहिँ पुरै हुन्छ नि ढुङ्गा हो कि के हो यो भन्ने कुरो थाहा छैन। ल शिव भाइ गयो माथि, झापे पनि गयो। के रहेछ छिर्नु मिल्दो रहेछ। सो त्यही हो देख्न सक्नुहुन्छ यहाँ चाहिँ आज नयाँ ठाउँ नयाँ गाउँ भने जस्तै हो। सरारा सो देख्न सक्नुहुन्छ यो चाहिँ भ्यू चाहिँ दामी आउँछ। ल अन्त मुनिबाटै घुमाऊ, अहिले हामीलाई थाहा छैन भित्र के छिर्नु। बस्ने एरिया सो हामीलाई त्यति जानकार छैन यो ठाउँको, त्यही भएर हामी भित्र छिरेनौँ। सो यो पछाडि देख्न सक्नुहुन्छ पछाडि चाहिँ पुरै हुन्छ नि यो चाहिँ तपाईँको उनै हो होइन, तर दामी छ छाना चाहिँ। सो त्यही हो तपाईँहरूलाई आज नयाँ ठाउँमा आएको भोलि छुट्टी भएको कारणले सो देख्न सक्नुहुन्छ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मुनि यस्तै छ। टक्क लाएर दुईजना भाइहरू भिडियो खिच्दैछ त्यहाँ। ल यो माथि यो पहाडा देख्न सक्नुहुन्छ पहाडा यो चाहिँ एकदमै हुन्छ नि घुम्न लायकको ठाउँ रहेछ। तर यो चाहिँ अलिकति चाँडो आउनुपर्ने रहेछ, हामी अलिकति ढिलो आयो। 3 बजीतिर यहाँ आइपुगेपछि दामी हुने रहेछ। जे पनि ठाउँ चाहिँ दामी छ है, एकदमै राम्रो छ ठाउँ चाहिँ, एकदम बवालै छ है ठाउँ चाहिँ। आज विभिन्न गुम्बाहरू चाहिँ टन्नै बन्द रहेछ। सो आजको भ्लग कस्तो लाग्छ तपाईँहरूलाई भन्न सक्नुहुन्छ तपाईँहरूले। सो अनि यस्तै छ यतातिर पनि म हिँड्दैछु। अनि कस्तो लाग्छ तपाईँहरूलाई। पानी भनेको त माथि, तर बन्द भएपछि आज ढिलो आएको कारणले बन्द माथि छिर्न सकेन, छिर्न पाएन। माथि रहेछ मुनि पोखरी, माथि छिर्नै पाएन बन्द भइसकेर। यहाँ देख्नुहुन्छ यो माथि चाहिँ पानीको पोखरी जस्तो थियो क्या, अन्त छिर्न पाएन ढिलो भएको कारणले। अनि जान पनि सकिएन, केही छैन। अब नेक्स्ट टाइम आउँदाखेरि जाउँ ल। अनि सो त्यही हो दुबईले मजाले सजाएको छ होइन, कस्तो राम्रो बनाइदिएको छ। अनि हामी अलि ढिलो आयो, 1 घन्टा अगाडि आउनुपर्ने चाहिँ 1 घन्टा पछि भयो। सो त्यसैले छिर्न सकेन मेन कुरो भनेको चाहिँ। तर जे भए पनि ठाउँ चाहिँ दामी छ है, एकचोटि घुम्नै पर्ने ठाउँ चाहिँ छ है, यो दामी छ। सो यता माछा हेर्नुहोस्, माछा मुनि देख्न सक्नुहुन्छ, माछाले खाउँला जस्तो पुरै होइन। सो कस्तो नाइस प्लेस छ यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। सो एकदमै बबाल ठाउँ छ यो चाहिँ होइन। तपाईँहरू यदि नजिक हुनुहुन्छ भने तपाईँहरू आउनु भएर भिजिट गर्न सक्नुहुन्छ यो ठाउँलाई एकदमै होइन। सो माथिबाट झर्ना तपाईँहरू देख्नुहुन्छ कस्तो मजाले झर्ला झर्ना हेर्नु टक्क लाएर। यो चाहिँ मानव निर्मित होला मलाई जहाँसम्म लाग्छ, उता होइन यो मानव निर्मितै हो। सो एकदमै मजाको छ यो पार्कहरू चाहिँ देख्न सक्नुहुन्छ यो तपाईँहरूले टक्क लाएर। अनि यहाँ चाहिँ चाइनिजहरूको यो विशेष गरी यो चाइनिजहरूको रहेछ यो मन्दिर चाहिँ होइन। चाइनिज होइन, बुद्धिस्ट जो बुद्धिस्ट मान्छ उनीहरूले चाहिँ
सो यहाँ तस्बिरहरू यस्तो बनाइदिएको छ। यहाँ भगवान् छ, भगवान्को मूर्ति होइन। अनि यहाँ अब राति भएपछि झलमल होला होइन। तर यहाँ हामी ढिलो आयो, त्यही हो मेन कुरो भनेको हामी ढिलो आयो। ढिलो आएपछि हामीले उ गर्न सकेन। सो त्यही पारी छन् ल। सो ठाउँहरू चाहिँ यस्तै यस्तै छ है। आएर तपाईँहरूले मनोरञ्जन लिन सक्नुहुन्छ एकदमै है। अनि ठाउँहरू एकदमै मजाको यो पोखरी देख्न सक्नुहुन्छ। आज खासै घुम्ने नेक्स्ट टाइम चाहिँ पुरै मजाले घुम्ने हो। यहाँनिर चाहिँ भगवान्को मूर्ति पनि रहेछ होइन। टक्क लाएर यस्तै छ। त्यहाँ त ऊ छ छैन त्यो मूर्ति छ कि भगवान्को। त्यहाँ बन्द रहेछ। माथि जाने ठाउँ रहेछ कि त्यो खास यस्तो जाने। सो देख्न सक्नुहुन्छ। माछा त यार हामी खाने माछा छ क्या यहाँ हेर्नुहोस्। यहाँ कुछो हेर माछा कत्रो कत्रो छ। कछुवा छ। माछा हेर्नु कत्रो कत्रो माछा। जुङ्गे माछा भन्छ नेपालतिर। यो जुङ्गे माछा पनि छन्। सबै कुरो छ तपाईँहरू देख्न सक्नुहुन्छ। मिल्दो रहेछ क्या अरे मान्छेहरूसँग। शिवा शिवा ल देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको गेट हो भित्र उसमा मन्दिरमा जाने। सर र यहाँ चाहिँ भगवान्को मूर्ति पनि छन्। अनि यो प्रतीक्षालाई यहाँ आराम गऱ्यो। यहाँ आराम गरे पछाडि यहाँ ड्याङ्ग लाएर सल्लाह गर्ने ठाउँ छ यहाँ एकदम है। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भलाकुसारी गर्ने ठाउँ। साथीहरू बसेर टक्क लाएर 4-5 जनाको। अनि त्यही हो। अनि एकदमै पानी सानी पऱ्यो भने नि घामसाम भए पनि हामी यहाँ बसेर मजाले छलफल होइन कुराकानी गर्न सक्छौँ। देख्न सक्नुहुन्छ। यता पनि पोखरी, यता पनि पोखरी माछाको है। माछाको पोखरी भन्दा नि यहाँ पालेको हो कि मार्न पाउँदैन खासै। यो चाहिँ यसको भगवान्हरू पनि छन् जो भगवान्प्रति आस्था राख्छन्। उहाँहरूको लागि पनि एकदमै नाइस प्लेस। त्यहाँ माथि चढ्छौँ हामी अहिले तपाईँलाई त्यो पनि देखाउँछौँ है। ल अब हामी यहाँबाट निस्किन्छौँ। अब सरर हामी निस्किएको टक्क निस्केर हामी उतापट्टि चढ्छौँ। तपाईँले त्यो भिडियोहरू पनि मजाले देख्न सक्नुहुन्छ। सो तपाईँहरू नजिक हुनुहुन्छ भने आएर भिजिट गर्न मजाले सक्नुहुन्छ है त। हामी यहाँबाट निस्केको अब पल्लोपट्टि जाँदैछ। यतापट्टि टक्क लाएर अहिले त जाँदैछ हामी। हामी 3 जना चाहिँ यहाँ टक्क लाएर 2 भाइसँग हामी 3 जना छ। शिवा भाइ यहाँ छ है। शिवा भाइलाई देखेन भन्दै थियो बहिनी है। शिवा भाइलाई देखाइदिएछ यहाँ। शिवा भाइ यहाँनिर पुरै यता हेर्दैन आज। त्यो माथि छिर्न पाउँछ पाउँदैन ठेगान छैन। त्यो माथि मिलेछ भने त्यहीँबाट छिर्छौँ हामी। अहिले बनाऊँ केही छैन। यो ठाउँ घुम्न पुगेन आज मलाई यार। नेक्स्ट टाइम अलिक छिटो आउनु पऱ्यो यार। 4 जना भएर। ल यहाँ भर्याङ छ। अब यहाँबाट हामी चढ्छौँ। ठाउँ भनेको यस्तै हो है। अनि जस अब रमाइलो छ भनौँ। अलिक समय पुगेन हामीलाई आज। अलिक समय पुगेन। समय चाहिँ के भने अलिक ढिलै निस्कियो सायद। अब हामीलाई थाहा छैन कि यहाँ 5 बजी बन्द हुन्छ भने 5 बजी बन्द भयो। मेन ठाउँमा छिर्नु भएन। अब नेक्स्ट टाइम आएर तपाईँहरूलाई त्यो ठाउँको लोकेसन हुन्छ नि भ्यू चाहिँ सो गर्नेछु। सो अब हामी एकचोटि यहाँ अझै मास्तिर नै खासै जान दिँदैन होला। 5 बजी बन्द भनेपछि केही गर्दैन गर्न त। अब मेन कुराहरूमा चाहिँ हामी छिर्न पाएन किनभने हामी ढिलो भयो। उहाँहरू लेट अलरेडी होइन। सो त्यसैले चाहिँ हामी उ गर्न सकेनौँ। सो यो देख्न सक्नुहुन्छ यो बुद्धको उहाँहरू तपाईँहरूले। अनि यहाँ चाहिँ सरर लाएर तपाईँहरूले हुन्छ नि
यो चाहिँ बुद्धको मूर्ति छ, दायाँ बायाँ दुईटै साइडमा बुद्धको मूर्ति। सो त्यही हो। अनि हामी खास मेन पोइन्टमा छिर्न पाएन, त्यही दुःखको कुरा के। जहाँ घुम्ने भनेर आएको, ढिलो गरे साथीहरूले पनि छिटो जाउँ भन्दा खासै ऊ आउने। सो त्यही हो। यो उकालो तपाईँले देख्न सक्नुहुन्छ नि कस्तो ऊ छ। तर हामी चाहिँ यहाँ चाहिँ अहिले मेन पोइन्टमा घुम्न सकेन होइन। यो चाहिँ खास च्यानघारी हो रहेछ, हामीलाई थाहा थिएन होइन पहिला। एउटा मेन पोइन्टहरूमा चाहिँ च्यानघारी पनि यहाँ ठुलो रहेछ चाहिँ, जताततै च्यानघारी वरिपरि दायाँ बायाँ तपाईँहरूले देख्नुहुन्छ यो पुरै च्यानघारी यो रहेछ। अनि खास घुम्न आएको यस्तो दामी दामी पोखरीहरू देखाएको थिएँ, त्यहाँ पनि छिर्न पाएन होइन। 5:30 बजे बन्द भयो, हामी ढिलो भयो। सो त्यसमा चाहिँ सो गर्न पाएन। नेक्स्ट टाइम होइन अलिक छिटो आएर चाहिँ त्यो चाहिँ सो गर्छ हामीले। एकदमै तपाईँहरूले देख्न सक्नुहुन्छ। कस्तो लाग्यो भाइ? त्यो चाहिँ पुरै यो चाहिँ सबै च्यानघारी तपाईँले देख्नु सबै च्यान क्या। यति नाइस प्लेस छ नि यो होइन, यति नाइस प्लेस छ होइन। त्यसको लागि कुरै नगरौँ कि यति नाइस प्लेस के बबाल ठाउँ। उसलाई देऊ त, उसलाई देऊ ए ल आऊ ल आऊ। सो देख्न सक्नुहुन्छ यता पनि च्यानघारी है त। यो सबै हुन्छ नि आफ्नो च्यानघारी यहाँ चाहिँ हुन्छ नि, यतिमा मरेको यति के भनेर सबै कुरो यहाँ चाहिँ दिएको हुन्छ। सो यस्तै छ। सो तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? भिडियोलाई चाहिँ एकदमै लाइक कमेन्ट सेयर चाहिँ गर्नु नभुल्नु होला। भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नभुल्नु होला। यदि पुरानो हुनुहुन्छ भने एकचोटि बेल आइकन चेक गरेर दबाइदिनु होला है, अलमा राख्न नबिर्सिनु होला, ताकि मैले हालेको नयाँ भिडियोहरू चाहिँ तपाईँहरू सामु हाल्ने बित्तिकै एकदमै नोटिफिकेसनको मार्फत तपाईँहरूले थाहा पाउनुहुन्छ है। सो यस्तै छ। अनि एकदमै एकदमै बवाल लाग्यो ठाउँ चाहिँ। सो शिव भाइलाई कस्तो लागिरहेछ? रमाइलो लागिरहेको छ, रमाइलो एकदम ठिक छ ठाउँ, रमाइलो छ। अरू के भन्ने र अरू त राजदाई बोलिहाल्नु के गर्नु। अनि आज ढिलो भएको चाहिँ खास शिव भाइले गर्दा हो कि झपिलले गर्दा हो? यहाँ झपेले गर्दा आज ढिलो भएर यहाँ मेन पोइन्टमा हामी छिर्न सकेनौँ। नेक्स्ट टाइम चाहिँ जसरी हुन्छ त्यो ठाउँमा हामी छिरेर तपाईँहरूलाई मनोरञ्जन एकदमै दिलाउने छु। सो थोरै यता घुमाउ क्यामेरा है भाइ। अनि ल तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। सो यो चाहिँ पुरै च्यानघारी है। यति रमाइलो नाइस प्लेस के, तर त्यो माथि छिर्न सकेन। मेन यहाँ पोखरीहरूमा एकदमै हामी छिर्न सकेनौँ। त्यो चाहिँ यस्तै हो। अनि अब यो पुरै हेर्नु न, यहाँ कतिमा मरेकोहरू हुन्छ नि, यो डेट अनि जन्म मिति सबै अनि नाम सही चाहिँ यहाँ पुरै उनीहरूको हुन्छ नि, चाइनिजको हुन्छ नि। अब घर त त्यसै स्ट्यान्डर्ड भइहाल्छ। च्यानधरि त्यस्तो स्ट्यान्डर्ड के एउटा माटोको धुलोधरि लागेको छैन क्या, त्यस्तो ठाउँ छ क्या। छैन यो गाडी छैन छैन। सो देख्न सक्नुहुन्छ हेर न, यिनीहरूको बक्सै गाड्छ नि त ल सब। ए यार यो गाडी सकेर पछि हालेको हो क्या। सक्नुहुन्छ एकदमै बवाल क्या प्लेस छ होइन। वा ब्युटिफुल प्लेस छ होइन, एकदमै बवाल छ। सो अब यस्तै छ। अनि तपाईँहरूलाई कस्तो लाग्यो एकदमै उ गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। अनि भिडियो कस्तो लाग्यो एकदमै हुन्छ नि कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न नभुल्नु होला है। छ ठाउँहरू तपाईँहरूले देख्न सक्नुहुन्छ, यस्तो छ क्या होइन, बवाल ठाउँ छ यहाँ होइन। सो देख्न सक्नुहुन्छ। अनि भ्यू चाहिँ दामी छ। सो तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो होइन। नेक्स्ट भिडियोहरू पनि अलि राम्रो ठाउँ गएर बनाउने कोसिस गर्छु। यहाँ पनि नेक्स्ट टाइम एकचोटि चाहिँ म आउँछु होला सायद, साथीहरू मिल्यो भने। यहाँ अहिले चाहिँ के भने बन्द भइसकेको रहेछ। सो हामी फर्स्ट टाइम आएको, यहाँको कति बजी बन्द हुन्छ हामीलाई त्यो थाहा थिएन। सो त्यो भएको कारणले आज चाहिँ हामीले पुरा हुन्छ नि भ्यूहरू देखाउन सकेनौँ, किनभने बन्द भइसकेको थियो। सो त्यो कारणले नै हो। सो तपाईँहरूले यताको भिडियोहरू फुल भिडियोहरू मजाले दिन सकेन मैले। सो ठाउँ त यस्तै छ होइन। अनि सुन्दर ठाउँ एकदम होइन। अनि मौसम पनि आज त्यस्तै दामी होइन। पानी पनि आज पर्ला जस्तो, तर पानी परेन बाई चान्स। एकदमै राम्रो मौसम होइन, त्यो एकदमै गुड होइन। सो पारी पनि यो जति पनि देखाएको हुन्छ होइन, यो चाहिँ भगवान् बुद्धको मूर्तिहरू छेउछेउमा राखेर चाहिँ एकदमै राम्रोसँग सजाएर
अनि यस्तै छुट्टीहरूमा चाहिँ मलाई एकदमै हुन्छ नि म एउटा घुम्न रुचाउने मान्छे होइन एकता साथी पाएँ कि म घुम्ने त आज 3 भाइ 2जना भाइहरूसँग आयो होइन घुम्न पनि मजा लाग्यो सो हामी अब चाहिँ हामी यहाँबाट बिस्तारै निस्किन्छौँ सो यस्तै छ अनि अब के भन्नु छ र होइन ल जाउँ सो हामी निस्केको यहाँबाट अब 2 भाइ अगाडि छ सो तपाईँहरूले यताको भ्यूहरू बिस्तारै देख्न सक्नुहुन्छ कस्तो दामी छ क्या म चाहिँ होइन हामी निस्किएको सो तपाईँहरूलाई भिडियो कस्तो लाग्छ एकदमै यहाँ 2 भाइको अगाडि भिडियो नि त म चाहिँ यहाँ दौडिँदैछ टक्क लगाएर सरारा ल ल है कस्तो लाग्यो आजको घुमाइ भाइहरूलाई एकदम ठिक लाग्यो यात्रा राम्रो भयो सबैको ठाउँमा आए ठिक हुन्छ भाइलाई होइन यो स्वर्गमा पुगेको मान्छेहरूको दर्शन गरे त्यही त हो नि सो त्यही छ आजको भिडियो चाहिँ यति नै है अनि हामी यहाँबाट छ र सो अलराइट गाइज हामी चाहिँ अब फाइनल्ली यहाँबाट घुमेर सक्यौँ हामी निस्केको अब शिव भाइ यहाँ छ आज धेरै पछि शिव भाइको जिएफ ले मसँग शिव भाइ देखाएको छ शिव भाइ देखाएको छैन भन्थ्यो मैले आज देखाइदिएको छु है आज नयाँ ठाउँ आएको अब यो भिडियो मार्फत बिएफले के भन्छ भाइ के भन्नु के सुझाव दिन्छौँ अनि बिएफको के चाहिँ बानी अलिकति सुधार्नु पर्ने छ यसो गर्दै चाहिँ मलाई चाहिँ यसो खुसी हुन्थ्यो भन्ने कुरा के बहिनीले त्यस्तो केही पर्दैन अनि भोगेनको के छ मेरो एकदम ठिकै छ घुम्यो रमाइलो भयो खुसीको कुरो छ हामी 3 भाइ चाहिँ अब टक्क लगाएर ग्राब बुक गर्छौँ ग्राबमा हिँड्छौँ अब यस्तै हो अझ लेट भयो थोरै होइन हामी नेक्स्ट टाइम चाहिँ हामी एकदमै हुन्छ नि समय मिलाएर अब तत्काल त आइदिने टाढा छ है टाढा मात्रै भएर हुँदैन यहाँ एकदम मनी इज द इम्पोर्टेन्ट हुन्छ नि त होइन भाडा झ्याप्पै छ लगभग नेपालमा भइदिए काठमाडौँदेखि ठ्याक्कै झापा कागड भिड हुँदै फेरि फर्किने भाडा लाग्दो रहेछ सो त्यसैले हामी चाहिँ टक्क लाएर अब यहाँबाट हामी फर्केको हौँ है सबैजनाले भिडियोलाई माया गरिदिनु होला सब्सक्राइब गरेर हुन्छ नि मेरो हौसला बढाइदिनु होला नयाँ नयाँ भिडियोहरू बनाउन सो त्यही भन्न चाहन्छु तपाईँहरूलाई अनि तपाईँहरूलाई के लाग्छ अनि कमेन्ट गर्नु होला अब हामी निस्केको Say goodbye, bye. See you next video. Hey.